कतारमा चटपटे दोकान ल हेर्नुहोस् साथीहरू, चटपटे दोकान पनि छ हौ यहाँ। बन्धु कय टका? एउटा मरेको बङ्गालीले 10वटा जिउँदो नेपालीलाई ठग्छ भनेको होला जस्तो पनि लाग्छ। यहाँभित्र खिच्न अलाउड छ कि छैन थाहा छैन, त्यही पनि हामी चाहिँ लुकाएर खिचिरहेको छौँ। कतारमा यो चाहिँ चिनी चम्फा अरे, यो चाहिँ चिनी चम्फा। सुनसान बाटोमा आइपुगिसक्यौँ। यो बाटो चाहिँ सुनसान छ, हेर्दै डर लाग्दो साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ अँधेरोमा। हेलो साथीहरू, फेरि पनि तपाईँहरूलाई आजको भिडियोमा स्वागत छ। अनि धेरै दिन पछाडि फेरि पनि मैले एउटा नयाँ भ्लग लिएर आइसकेको छु। आजको भ्लगमा चाहिँ हामी सब्जी किन्न जाँदै गरेको भ्लग छ। अनि एक्सर्साइज गर्दै यो साँझको समयमा सब्जी किन्नतर्फ लाग्यौँ। हामी चाहिँ यो साउथ बजार भन्ने एउटा बजार छ, सब्जीहरू पाउँछ, यताउता सबै सामानहरू पाउँछ। यो बजारमा हामी चाहिँ सब्जी किन्न लाग्यौँ। यता हाम्रो साथीहरू पनि हुनुहुन्छ। क्या बोला तूने? ए दाइहरू हो, दाइ र भन्छ साथी त होइन पो त। बात त सही है। उहाँहरू चाहिँ उता चाहिँ हुनुहुन्छ। तपाईँहरू भिडियोमा रहनु होला, बाँकी कुरा अझै फेरि म देखाउने छु। ल साथीहरू, यही हो साउथ बजार भनेको चाहिँ। हामी चाहिँ यही साउथ बजारभित्र चाहिँ अब सामानहरू किन्नेछौँ। सब्जीहरू पाउने ठाउँ चाहिँ त्यो बिल्डिङभित्र हो। अनि यहाँ चाहिँ कपडाहरू पाउँछ, फर्निचर आइटम केहरू पाउँछ। यता चाहिँ फुलको नर्सरी छ यतातिर चाहिँ। उहाँ दाइ पनि अनि भिडियोमा एकदम व्यस्त हुनुहुन्छ। भान्जाले उता जानुपर्छ भन्दै हुनुहुन्छ। ल हामी चाहिँ उतातर्फ लाग्यौँ। खै हामी चाहिँ यो फुलको नर्सरीमा आइपुगिसक्यौँ। वाउ, यस्तो दामी फुल छ कि यहाँनिर। यो प्लान्टहरू एकदमै दामी छ। ल हेर्नुहोस् साथीहरू, एकदम दामी छ। यो चाहिँ अलिकति राति चाहिँ अलिक राम्रो नदेखेको हो यो मेरो क्यामेराले। रियलमा हेर्ने हो भने चाहिँ एकदम दामी छ। ल हेर्नुहोस्, वाउ, Oh my God! एकदम दामी प्लान्टहरू, इन्डोर प्लान्ट। अनि यो फ्लावरहरू एकदम दामी छ। अनि यहाँभित्र चाहिँ नर्सरी छ फुलको। अब हामी लाग्छौँ उता भित्रतिर हेर्नलाई कस्तो छ। तपाईँहरू भिडियोमा बन्नु होला। ल यो चाहिँ फुल नर्सरीभित्र आइसक्यौँ। अब यहाँभित्र खिच्न अलाउड छ कि छैन थाहा छैन, त्यही पनि हामी चाहिँ लुकाएर खिचिरहेको छौँ। यति मिठो बास्ना छ कि यहाँभित्र। आमा, यहाँ हेर्नुहोस् त फुल। आमा हेर्नु त, सुन्तला फलिरहेछ यहाँ त। सुन्तला पनि फलिरहेछ हौ। ल यत्रो सानो, यो के भन्छ यसलाई? कलमी होइन त? कलमी हो। यो के हो फेरि? यो कतारमा पनि सुन्तला फल्दो रहेछ। यहीँ फल्दो रहेछ त सुन्तला त नि। यो त अन्जिर भन्ने त यही रहेछ त। ए अन्जिरको रहेछ यो चाहिँ बिरुवा। साथीहरू, हामी चाहिँ यहाँबाट फुल हेरिसक्यौँ। अब किन्ने त त्यस्तै हो। हामी चाहिँ हेर्न मात्रै पसेको हो। हामी चाहिँ अब यहाँ एकदम दामी छ फुलहरू चाहिँ। कतारमा यो चाहिँ चिनी चम्फा अरे, यो चाहिँ चिनी चम्फा। केराको बोट पनि पाइन्छ। ए कतारमा नपाउने केही छैन क्या अहिले चाहिँ। अन्जिर, धुप्पी। ल यो फुलको नर्सरीको बाहिर पनि यसरी एकदम राम्रो प्लान्टहरू चाहिँ राखिएको रहेछ, सजाएको छ। अनि यतापट्टि चाहिँ कपडा दोकानहरू छ है साथीहरू। कपडा दोकान रहेछ यता चाहिँ। यो चाहिँ अरबिक ड्रेस हो, धेरै चाहिँ लेडिज कपडाहरू पाइन्छ। अनि हामी चाहिँ यो यसो एक राउन्ड घुमेर जाने सब्जी किन्न भन्ने कुरा भयो। साथीहरू त्यही भन्दै हुनुहुन्छ। ल त हामी कतारमा चटपटे दोकान। ल हेर्नुहोस् साथीहरू, चटपटे दोकान पनि छ हौ यहाँ। यो के हो? चिया दोकान हो। ल हामी चाहिँ घुम्दैछौँ यता। अब अरबिक ड्रेस हो यो चाहिँ। कपडा दोकानतिर आइपुग्यो हामी चाहिँ। ल हेर्नुहोस् साथीहरू, गलैँचा दोकानतिर आइपुग्यो हामी चाहिँ। हो दामी गलैँचाहरू छ। महँगो होला है तर यहाँनिर गलैँचाहरू छ। यहाँनिर चाहिँ कार्पेटहरू हो, गलैँचाहरू एकदम दामी छ। फलामको चियरहरू छ यता, दामी छ है। अनि हाम्रो घरमा त यो एउटा कार्पेटै नआट्ने रहेछ। सानो छैन यो, 12 बाई 15 को जस्तो छ हेर्दै। यतिको चाहिँ हाम्रो रुमतिर, हाम्रो घरतिरको रुममा ठिक्क हुन्छ होला। कार्गो गर्दा हुन्छ क्या यो किनेर? कार्गो गर्दा त हुन्छ हुनु त, तर अब कार्गोमा पनि पैसा लाग्छ धेरै। अनि अब यहाँ पनि महँगो पर्छ, बोकेर लानु हुँदा घाटा छ। ल यो के हो फेरि? गमला हो कि के हो? आमा कस्तो डिजाइनको हो नि, सेरामिक रहेछ।
गमला त दामी दामी हुँदो रहेछ त अनि यता चेयरहरू चाहिँ यता छ एकदम दामी दामी चेयरहरू यो चाहिँ के हो झुला झुला दामी हुन्थ्यो यसमा टक्क बसेर होइन हावा खाँदै लन्ठ्याङ लन्ठ्याङ हलिँदै बस्न त रमाइलो हुन्थ्यो होला होइन भन्छ लु ब्ल्याङ्केटहरू यता छ किन्ने भने फाइबरको सिरेको रहेछ त्यो ए जुत्ताहरू त यहाँ रहेछ नि त दामी दामी कति पर्छ यो नानीहरूको लागि हुने खालको ए मेरो छोरालाई यो त ठिक्क हुन्थ्यो होला कति पर्दो रहेछ ल साथीहरू जुत्ता चाहिँ हेरियो मात्रै अहिले चाहिँ जुत्ता किनिएन पछि फेरि आउनेछौँ किन्नलाई साथीहरू यहाँ चाहिँ एकदम दामी दामी सोफाहरू रहेछ सोफा चाहिँ हामीले यसो हेरियो मात्रै है प्राइस पनि सोधिएन साथीहरू मलाई चाहिँ साथीहरूले छोडेको अवस्था साथीहरू कता गए गए म चाहिँ खोज्दैछु अब यो साउथ बजार भन्ने ठाउँमा म चाहिँ हराउन आँटिसकेँ ए साथीहरू देखेँ मैले उता हुँदो रहेछ ए उता 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 साथीहरूलाई मैले देखेँ म चाहिँ झन्डै एक्लै हराइसकेको थिएँ उहाँ आउनु रहेछ नि ए मलाई छोडेर झन्डै हराइहालेँ नि म त अनि साथीहरू सुई लागिदिइहालेँ म त उता कपडाहरू सोफाहरू हेर्न थालेँ चाहिँ हामी ब्यागको दोकानमा आइसक्यौँ ब्याग चाहिँ यहाँ दामी दामी छ अनि यो खालको ब्यागहरू चाहिँ अब हाम्रो श्रीमतीहरूलाई चाहिँ एकदम मन पर्थ्यो होला सायद सब्जी बजारमा आइसकेको छौँ सब्जी चाहिँ के किन्ने भनेर यहाँनिर छान्दै हुन्छ त दाइले र भान्जाले अनि भान्जाले त्यता केरा लिनुभएछ जुस बनाएर खाने भनेर अनि दाइले चाहिँ आलु लिनलाई तयारी गर्नु हुँदैछ कितना टका बन्धु कोही टका 14 नहीं है 14 ज्यादा हो गया तेरा दोस्त है एक रन डिस्काउंट 12 भन्नुहुन्छ 12 मा दिइहाल्छ होला अनि फेरि यस्तो नि त अब एउटा मरेको बङ्गालीले 10 वटा जिउँदो नेपालीलाई ठग्छ भनेको त्यो चाहिँ हो होला जस्तो पनि लाग्छ यहाँनिर लाइभ त्यही यहाँ देखिँदैछ यहाँनिर ठगिसक्यो हामीलाई अब हामी त त्यति धेरै दलाल गर्न आउँदैन काजु किसमिसहरू अनि यो बदामहरू लिएर जाने अनि जुस बनाएर खाने भन्ने सल्लाह अब साथीहरूको चाहिँ फाइनली साउथ बजार घुमेर हामी चाहिँ निक्लिसकेको छौँ साउथ बजार चाहिँ यता छ हामी चाहिँ अब लाग्यौँ रुमतिर सिधै अब यहाँबाट हामी यस्तरी यो बाटो जान्छौँ रुमतिर लाग्छौँ हाम्रो रुम चाहिँ पर छ उता बाटोमा चाहिँ अनि बजारबाट आउने जाने मान्छेहरूको चाहिँ यहाँ लाइन एकदम घुइँचो छ एकदमै यो चाहिँ हाम्रो गाउँको भन्दा पनि झापाको दमक बजार भरेर आउँदै गरेको जस्तो अवस्था छ हटिया गएर आउँदै गरेको जस्तो देखिँदैछ हेर्दा पनि एकदम आउने जाने सब्जी किन्न आउने सामान किन्न आउने जाने ए गाडी आयो है रोड त कट्नु पर्ने थियो त बोल्दा बोल्दै यता रोड कट्नै भएन झन्डै उता दाइ पनि कुद्दै हुनुहुन्छ कोही यता एक्सर्साइज गर्दै हुनुहुन्छ यो चौरीमा पार्कतिर अनि ऊ त्यो लाइट देखिएको त्यो बिल्डिङदेखि उतापट्टि चाहिँ हाम्रो रुम छ लगभग लाग्छ अझै हिँडेर जानलाई 15 मिनट जति हामीलाई चाहिँ उता फेरि अफ्रिकाको साथीहरू डान्समा एक्सर्साइज गर्दै हुनुहुन्छ आमा लो खतरा खतरा ल है साथीहरू यस्तै छ अब यहाँ अलिक ढिलो भयो कुदेर जाउँ भन्नुहुँदैछ अनि हामी चाहिँ कुद्दैछौँ ए यसरी हिँडेर त हुँदैन यहाँनिर उज्यालो हुन्छ घर रुममा पुग्दा अनि सुत्नु कति बेला खानु कति बेला भन्दै हुनुहुन्छ साथीहरूले अनि यहाँ कुद्दै हुनुहुन्छ उहाँ एकजना दाजु त काँधमा आलु बोकेर कुद्दै हुनुहुन्छ कलेर हत्तु भइयो गाडी आउँदैछ है होसियार गरेर बाटो काटौँ ल मेरो पालो चलो कुदेर जाने कुरा भएर हामी चाहिँ यहाँ आइपुग्यौँ कुद्दै कुद्दै ल आमै काँधामा आलु बोकेर आउँदै हुन्छ दाइ चाहिँ हाम्रो जुस खाने सामान चाहिँ यता छ फलारहरू चाहिँ अब एकदम सुनसान बाटोमा आइपुगिसक्यौँ यो बाटो चाहिँ सुनसान छ हेर्नुहोस् यतातिर मस्जिद छ यहाँनिर यतातिर सुनसान छ हामी चाहिँ यहाँ आइपुग्यो अब रुम आइपुग्न आँट्यो अघि बाटोमा चाहिँ एकदम भिडभाड थियो हल्ला कल्ला थियो बजार जाने आउनेको भिड थियो यहाँ चाहिँ सुनसान छ
हेर्दै डर लाग्दो जस्तो। नहीं डरने का, किसी से बाप से नहीं डरने का। तर एक दुईजना कता कता मान्छेहरू चाहिँ कुद्दै हुनुहुँदो रहेछ, एक्सर्साइज पनि गर्दैछन्। त्यही भएर कुनै टेन्सन छैन। त्यो साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ अँधेरोमा सामान बोकेर। म चाहिँ यहाँ कुद्दै आएको। गलियो स्या भइयो। अब रुम पुग्न लाग्यो।